नमस्कार। आजको भिडियो अलिकति फरक विषयवस्तुलाई मैले समेटेकी छु। हाम्रो जीवनमा एकदमै अपरिहार्य हो। हामीले प्राय धेरै मान्छेहरूको कस्तो छ भन्दाखेरि हाइट र वेटको ब्यालेन्स नमिलिरहेको अवस्था छ। हाइट अनुसार चाहिँ वेट के छ त एकदमै अत्यधिक मात्रा बढिरहेको अवस्था छ। त्यो अवस्था कारण तीनवटा कारणहरू रहेछन्। प्रमुख तीनवटा कारणहरू के हुन् त भन्ने नै आजको भिडियोको सन्दर्भ हो। सबैभन्दा पहिला नुन भनेको छ। नुन चाहिँ हामीले चाहिँ के गर्दो रहेछ त भन्दाखेरि यसले चाहिँ हामीलाई चाहिँ अत्यधिक मात्रामा चाहिँ वेट तौल बढाउने रहेछ। त्यसै गरेर अर्को रहेको छ सनफ्लावर तेल। सनफ्लावर तेलले पनि के गर्दो रहेछ त भन्दाखेरि जुन हामी किनेर खान्छौँ सनफ्लावरको नाममा तेल भनेपछि त्यसले पनि हामीलाई के गर्दो रहेछ त भन्दाखेरि एकदमै अत्यधिक मात्रामा चाहिँ के गर्दो रहेछ त तौल बढाउने गर्दो रहेछ। त्यसै गरेर अर्को नम्बरमा हो चिनी। चिनी पनि एकदमै हामीलाई तौल बढाउनमा यसले चाहिँ प्रमुख भूमिका रहेको हुन्छ। चिनीको पनि भनेर भनिएको छ भन्दै आजको भिडियोमा यति नै। फेरि भोलिको भिडियोमा एकदम विस्तृत व्याख्यासहित फेरि भेट हुने नै छ। तबसम्मको लागि आज्ञा दिनुहोस्। धन्यवाद।